बाटोमा हामी गाडीमा दुईजना बुढाबुढी अनि पछाडि अरू गाईहरू सुतिरहेछन् घस्तो पारामा अनि हामी चाहिँ यहाँ अहिले नगरकोट जाँदैछौँ हजुरहरूलाई चाहिँ घरदेखिबाट चाहिँ भिडियो खिच्न पाएँ एकदम गर्मी छ घाम पनि यस्तो लास्टै लागिरहेको छ लास्टै पुरा सुतेर यहाँ देख्नु सक्नुहुन्छ अगाडि रोड हेर्नुहोस् नगरकोट भ्रमण 2082 के चाहिँ खै पुल माथिलो हेर्नुहोस् र रानी पुल आयो गाइज रानी पुल माथि रहेछ रामको जम र हिँड्न सक्छस् ल गाइज रानीकोट आइपुग्यो रानीकोट फाइनल्ली हामीहरू सबैजना त्यहाँबाट मोबाइल चाहिँ खस्यो भने चक्का छ हामी चाहिँ रानीकोट हो कि के भन्छ त्यस्तै समथिङ त्यही हो अनि पछाडि छ यहाँ ड्राइभरजी हुनुहुन्छ हाम्रो गुरुजी गाडी चलाउनुहुन्छ बाटो यस्तो छ हेर्नु यो कुन ठाउँ हो नगरकोट मुहान पोखरी बागेश्वरी रे त हौ त्यहाँ जाने हो अनि कसरी जाने हो गाडी साइडमा राख अरे मुहान पोखरी जाने नगरकोट जाने भने पहिला अनि मुहानतिरबाट आएर देखाइरहेको छ त ऊ त्यो पुनम होला कि त्यो मुहान पोखरी भन्ने हो कहाँ मुहान पोखरीमा ऊ त्यो भित्तामा हो त्यो त अनि हाम्रो यहाँ पछाडि छ गाइजहरू ल यो चाहिँ अलिकति यहाँ सुतिरहेको छ एउटा चाहिँ यहाँ एउटा बसिरहेको होला अनि हामी यहाँ आज एकदम रमाइलो गर्ने हो ल हेर्नुहोस् गाइजहरू यहाँ सनसेट भइरहेछ सनसेट चाहिँ खतरा भइरहेछ सनसेट चाहिँ हेर्न पाएन काठमाडौँ भ्याली हेर्नु सबैजनाले ओ माथि ल गाइस अब हामी चाहिँ पुग्न लागिरहेछौँ भक्तपुर पुरा तल बस खै पनि आइरहेछ बस पनि बस कता तल आइरहेछ यो त यही बाटो यस यही हो पुरा बाटो पनि अलि अफ रोडै छ राम्रोसँग बनाएको छैन नगरकोट फर्स्ट टाइम हामीहरू घुम्न आएको साथीहरू तपाईँहरू नि आउनु होला घुम्नलाई इन्जोय गर्नु होला बाटो यस्तो छ नगरकोट चाहिँ आज तपाईँहरू देख्छ अगाडि ओइ मेरो मल फुट्यो क्या गाइज हाम्रो दिपा छ पुरा पछाडि केही भन दिपाजी कस्तो लागिरहेछ पछाडि के अरे सिनियमलाई कस्तो लागिरहेछ पुरा कोक्रोमा सुत्या जस्तो भइरह होला हल्लिएर डिङरिङ डिङरिङ एउटा मुख छोपिरहेछ यहाँ हाम्रो गुरुजी ड्राइभिङ गरिरहेछ कस्तो गीत हो हेर्नुहोस् तपाईँहरूलाई म भ्यू देखाउँछु गाइस ल हेर्नु कति राम्रो बादल उडिरहेछ माथितिर आकाशमा वा तेरो सनसेट त के गुगनाको होइन गुतगन होइन सरी गाइस यो गुगन होइन यो आलपत्र खस्यो कि के कालो कालो मल खस्यो ल हेर्नु गाइस पुरा बादल हेर्नुहोस् हजुरहरूले हाम्रो भ्लग एकदम लामो हुनेवालामा छ पुरा बाटो बनाएर छ गाइजहरू यहाँ हेर्नुहोस् यता मेरो युट्युब फ्यामिलीहरूलाई चाहिँ यो बाटो पनि देखाएर गरेर बनाएको मर्छ होला यो काठमाडौँ सहर हेर्नु कति धेरै एकदम प्याक छ घरै घर
केमा उ गर्नु वाउ सो नाइस गाइस रानी पुल त्यो अघि तलबाट हो कि क्या होइन हो कि त्यो पुल त हिँडेर जाने हो नि त गाइस हिँडेर जाने त्यो पुल त हिँडेर जानुपर्ने हो कताबाट जाने आई डोन्ट नो त्यहीबाट माथितिर चढ्ने हो सोधौँ कहाँ हो कहाँ है ल गाइस हेर्नु त पुरा भ्यूहरू हजुरहरूले आम्मा यस्तो दामी जङ्गलै जङ्गल नगरकोटी एकदम जङ्गल के अरे तैँले त भन्न जानेको छ नि गाइस ल हाम्रो ड्राइभर साहबको पनि देखाइदिन्छ हजुरहरूलाई कस्तो भइरहेछ ड्राइभरजीलाई गाडी चलाउनु मजा आइरहेछ हाम्रो हिजोको स्टोरी सुनाउनु हुन्थ्यो साथीहरूलाई अब सुनाउनु पाएन हिजो त क्यामेरा तिर्साउने अवस्थै थिएन मैले थोरै क्लिप यतैबाट होला कि जस्तो लाग्यो मलाई कहाँ खै कताबाट हो अहिले सोध्नुपर्छ मान्छेलाई हामी त अब सोध्दै जान्छौँ आफ्नो गन्तव्यतर्फ आगो लाग्यो अलकत्रमा अलकत्र बनाइरहेको छ यहाँ रोड बनाइरहेको रहेछ अनि पुल जाने बाटो कहाँ नगरकोट जाने बाटो कहाँ नगरकोट यताबाट 6 किलोमिटर यता यता पो रहेछ नगरकोट त फाइनल नगरकोटको 6 किलोमिटर अनि पुल चाहिँ कहाँ रहेछ पुल त तलै हो क्या हिँडेर जानुपर्छ होइन होला हो कताबाट हिँड्ने अघि त भुइँबाट हिँडेर हाइकिङ गरेर हल्का जानुपर्छ नि कहाँ त्यो पुल आउँछ त अलिकति हाइकिङ हाइकिङ हिँडेर जानुपर्छ नि वा कति राम्रो बादल गाइस बादल त एकदम राम्रो यार बादल सँगसँगै माई 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 तर हामी नगरकोट जान्ला सरी गाइस एकदम त गाइस कस्तो खतरा रिसोर्ट हेर्नुहोस् त ओ माई गड जङ्गल रिसोर्टमा घरै घर जङ्गल यार सुन्दर सफा अरे यार नगरकोट सुन्दर सफा स्वच्छ ठाउँ छ चाङ्गु नारायण कहाँ हो चाङ्गु नारायण भन्दो रहेछ ल गाइस हामी के गरेर यो रानी झुरुङ पुरा आइपुग्यो कहाँ हो पुल चाहिँ ऊ अगाडि हो यताबाट 5 मिनट पर्छ खै कहाँबाट हो केटीहरू 5 मिनट तल यति देखाएको छ देखाउनु त हामी चाहिँ अब रानी पुलमा आइपुग्यौँ सनसेट यहाँ छ वाउ सनसेट हेर्नु है नगरकोट गाइड छ अलि हाम्रो दिपाजी चाहिँ सनसेट हेर्नको लागि एकदम आतुर थियो यस तर हिँड्न हिँड्नु के यति रिसोर्ट सिट नभन् त पहिला त्यहाँ हामी झुनुङपुरमा चाहिँ जानु पऱ्यो न तिम्रो हिँड्न के गाह्रो मान्न है सुई हिँड्न गाडी जान्दैछ जान्दिँदैन त्यहाँ प्रवेश निश्चित भन्ने छ तेरो खप्पर त्यहाँ निश्चित जान्दिँदैन भन्नु होइन उताबाटै हो क्या त्यही भएर त नि खै दिँदैन त त्यहाँ स्थिति भएर अहिले त्यहाँ हेर्नु न गाडीहरू आउँछ आउँदैन थाहा भइहाल्छ नि फाइनल्ली हामी पुग्यौँ यताबाट रानीको त के फाइनली पुग्यो यो हिलो बाटो छ त गाइस हेर्नु यहाँ पछि भने पहिला पुलमा त हिँड राम्रो आइहाल्छ नि यस्तो चाहिँ खाने चक्लेट व्यवस्थित हाम्रो नानी चक्लेट व्यवस्थित गरेर बोकेको छ
है गाइजहरू ल अब तपाईँलाई हामी झुलुङ पुल पुगेर एकैचोटि देखाउँछु ल गाइज रानी झुला ए रानी झुला रहेछ रानी झुला जाने बाटो है अघि झुलुङ पुल भनेको होइन पो रहेछ हामी यहाँ टिकट काट्यौँ के ल गाइज टिकट पनि काट्यौँ टिकट देखाउनु रे फेरि पनि एकचोटि वा 4 टिकट रानी पक्न ऊ त्यहाँ अगाडि छ भन्दा छ अब होइन माथि रे हो अनि के थाहा त अब ठाडे यता आयो अब फोटो खिचेर जानु माथि नै रहेछ अरे वासरुम माथि क्या दामी रुखहरू हेर्न गाई यस्तो दामी वा गाइज हामी आइपुग्यौँ रानी झुला यस वा खतरा रहेछ यार छिराइदेऊ है यो दिपा त के भएको ढिलै हिँड्छ हौ अहिले यहाँ मान्छे बढी हुन्छ दिपा छिटछिराइदिएर फोटोसोटो खिच्नुपर्छ भिडियो सेयर बनाउनुहोस् न हजुर हिँड समाज डर लाग्छ उनीहरूले छिटो बोलाउनु नि उनीहरूलाई भने फोटो खिचेर छिटो आइदिनु नि हो बन्दै थियो होला अनि कस्तो झोलुङ्गी भएको मल खस्ला है यतितिरबाट त खस्यो भने त बर्बाद हुन्छ त छिटो छिटो हो यस्तो लामो पुल हौ तल हेर अम्मा डरै लाग्थ्यो गाइज साथीहरू खतरा बब्बाल छ तर बब्बाल पसिना असिना गरेर थाक गए एकदम गाह्रो ल यो ब्याग पक्नु एकछिन ल हामी चाहिँ फर्केर हामी ट्याप त्यतिर हो मेरो भ्लगमा ट्याप भन्दा छैन यहाँ गाइज गोली लुक्दै दुईजनाको बैट्रिया गाइज त्यति हिँड्न के स्याछ चासा झरेर म भागेँ गाइज म भागेँ छुटकारा पायो गाइज फेरि प्याड नम्बरको गाइजहरू यो ठाडो उकालो छ त्यसका बाजे अब हामी त्यहाँबाट उता हिँडेर है दिपा तान्न थाहा छ अघिबाट एकदम खतरा थिएन यार यस्तो बाटो ल्यायो क्या हो हुन पनि ठाडै उकालो कि गाइज टोइलेट थाक्यो मेरो सासै बनाउनु त्यहाँ माथिकै गाडी राख्ने ठाउँको माथि भएन त एकै झापड दिने टोइलेट पनि पब्लिक टोइलेट नि आँखा खोल क्या आँखा खोल निन्द्रामा छस् क्या भने यसले पनि देख्दैन थाहा भइसक्यो माथि बच्चाले बच्चेको उठाले ओस् दिपा बल्ल खुट्टा सन्चो भयो हाम्रो गाडी त्यहाँ छ गाइज
मरे मैले भिडियो गरिरहेको पसिना आएको गाइज चिल्ड्रेन च्याट हाइकिङ जस्तो भयो ल हाइकिङ जस्तो है अझै ठाडो कालो पुग्नु हिँड्नुपर्छ त्यो त सिम्पल हो हामी गाडीमा हजुरलाई एकैचोटि नगर्नु देखाउँछ होइन कुइली हजुरहरूलाई मात्रै जस्तो देखाउँछु हाम्रो गाडी यहाँ छ हामी है त लगाइ काठमाडौँ सहर यहाँ डाँडामा बसेर पुरा खतरा पारामा हामीहरू सबजना हेरिरहेको होटलमा कम्ता हो सनसिट हेर्नु पनि यहाँबाट हो कि हामी कहाँबाट तलबाट होइन हाम्रो बसाइ कहाँ हो हाम्रो बसाइ उता हो उता होला साइड हो स्विमिङ खेल्ने ठाउँ त उता पो रहेछ त उता सबैजना होटेलमा खानाको लागि वेट गरिरहेको हेलो गाइस वेलकम छ है हजुरहरूलाई अब हामी चाहिँ नगरकोटबाट फर्किरहेछौँ यो जङ्गलहरू देख्न सक्नुहुन्छ हामी यहाँ यो हामी रानी झुलाबाट चाहिँ अब हामी कुन ठाउँ जान्ला अरे मुहान पोखरी जाँदैछौँ त्यहाँसम्म हजुरहरू हेरेर साथ दिनु होला मेरो भ्लगलाई माया गरिदिनु होला हेर्नु यहाँ दोजर यहाँ तीनजना सुतिरहेछ गीत सुनेर न यार तिम्रो देशमा होइन दिपा अघि हामी आएको नगरकोटबाट फर्किरहेछौँ गाइज अघि अब हामी आएको ठाउँ रानी झुलामा अब हजुर देख्न सक्नुहुन्छ यहाँ मेरो आँसु तिमी अहिले मान्छे प्याक भइसक्यो कतिवटा गाडी हेर्नु हुँदैन पार्किङ खाली छैन यो रानी झुलामा यो मान्छेले यो टिकटक ओहो राइडरहरू खिचाउनु गाइज ल राइडरहरू आएछ गाइजहरूलाई हेर्नु मजाले पातै खुसिरहेको छ डस कस्तो अलि आनन्द हाउग्रो पाएछ नाटक गरेको पाए होइन लौरा हालेर भुँडी घोल्नु पऱ्यो क्या साथीहरू हामी चाहिँ नगरकोट डाँडा पुगेर नि फर्क्यौँ सबैजना अनि हामी अगाडि नै रानी झुला त अगाडि नै गइसकेको थियौँ अनि हजुरहरूलाई देखाइ नै सकेको थिएँ नि त अनि हामी चाहिँ पछि फर्केर आउँदाखेरि चाहिँ मुहान पोखरी छिनौला भनेको थिएँ त्यहाँ बाटोमा फेरि अलकत्राहरू लगाएको रहेछ कि त्यहाँबाट चाहिँ जानै दिएन कि हामीलाई अर्कै रुटबाट पठायो कि गाडी त्यही भएर हजुरहरूलाई चाहिँ देखाउन पाएन त्यसको लागि चाहिँ सरी भन्न चाहन्छु अनि हामी चाहिँ अब मिल्छ कि भनेर नि यताउता पनि बाटो खोज्यो तर जान नमिल्ने रहेछ कि साँघुरो बाटो एक लाइनको मात्र बाटो रहेछ त्यही भएर हामी त्यहाँबाट नि गएनौँ तर जान त कोसिस त गरेको थियो अनि त्यही भएर सकेन त्यसको लागि चाहिँ सरी भन्न चाहन्छु हजुरहरूलाई अनि हामीले चाहिँ भिडियो यहीँबाट नै अब इन गरेको छौँ अनि हजुरहरूलाई हाम्रो भिडियो के कस्तो लाग्छ लाइक सेयर सब्सक्राइब